चाहिँ हामी हाइकिङ गर्नुको लागि जाँदैछौँ। हाम्रो भेनमा हेरौँ मान्छे कति जान्छ पन्न भरेको ल ल ल गाइस आर यु गाइस एक्साइटेड? यस ल ल ल ल हाम्रो जवानहरु ल ल है हामी चाहिँ अब सुरु हुँदैछ फर्स्ट डे अफ द क्याम्पिङ। यस्तो छ मजाको वेदर छ। आज पानी पर्छ भनेको थियो तर प्रार्थना गरेको थियौँ प्रभुले हामीलाई राम्रो वेदर दिनुभएको छ। सो हामी इन्जोय गर्न जाँदैछौँ हाम्रो सबै युथहरू चर्चको इटर्नल लाइफ चर्च। अलराइट लेट्स गो ड्राइभर। बाटो यस्तो छ हाम्रो भन्सरको गाडी हो है। छोडेर मैले लगाएकै थिइनँ कति है। हाम्रो यात्रा हुँदैछ यहाँ जेपी भन्ने भर्मन्टको ठाउँमा एकदम रमाइलो जग्गा छ हाइकिङको लागि। र हामी जवानहरू जय मसीह जवान हो हाम्रो एकदम आशिषित जवानहरू पछाडि हुनुहुन्छ। हामी पुग्न आँट्यौँ आधी घन्टा जस्तो छ। एकदम रमाइलो हुन्छ आज हाइकिङ। इट्स आवर फर्स्ट टाइम बट इट विल बी ब्लेसिङ। हेर्नुलाई खालि मान्छे चाहिँ इन्डिया नेपाल कता कता मात्रै कुद्छ तर यहाँ हेर्नुहोस् है न्युयोर्कमा पनि छ नि हाम्रो ठाउँमा पनि छ नि ए माउन्टेन मजाको है। सो वी आर भेरी इन्जोइङ। सबैभन्दा धेरै फ्रेस चाहिँ मै छु हो। अरू सबै निदाएको मात्रै चाहिँ रमाइलो क्षणहरू यस्तो छ। केटाहरू सिग्नल दिँदैछ छिटो जानु। आइज कहाँ जाने हो? हुन्छ दाजु लु झर अरविन्द झर खोइ आइज झरेको एन्ड्रु खोइ ल है ल है ल है ल है ल है ल है भाइ के छ ठिक छ के छ काम छ के भएर ल्या हो र पुरानो भएर होला झरेको देखि हाल्नु नि देखाउने खोइ ब्लग यो ब्लग लुक एट माई क्यामेरा ब्रो अलिकति क्र्याक भयो होइन नाउ इट्स नट वर्किङ बडी भिन्टेज भएर होला। फेसबुक मार्केट प्लेसबाट किनेको गरेपछि हामी भर्मन्टमा छौँ। अब हाम्रो हाइकिङ सुरु हुँदैछ होइन भान्जा? ल रेडी हो? ल दामी पाउँछ हाइकिङको क्लब्सहरू यताउता। के छ कान्छी के छ भाइ रमाइलो हुँदैछ नि? रमाइलो हुँदैछ रोमन? ल हाम्रो आदि यता हुनुहुन्छ। गाइस रमाइलो हुँदैछ? आइज रमाइलो हुँदैछ? एन्ड्रु रमाइलो हुँदैछ? खोइ यास भनेको ल आम्मा मामा चिकन टेन्डर्स लाहो दिदीलाई दिनु नि। हामी कहाँ ओहायो यो होइन नि ओहायो नि कहाँ हो हामी? ए यो त भर्मन्टको हो त। हाई गाइस पिज्जा कस्तो भयो? यतिको चाहिँ हुनु पर्यो। पार सरसलाई ठुलो भएको छ यहाँ केबल कार दामी रहेछ। यहाँ केबल कार ए दामी गइरहेछ। यहाँ चढिन्छ अब हामी। नानी माथि जाने आइज एन्ड्रु? ओ लाग्यो सरी माथि जाने माथि जाने माथि आमा म कता हो है? अब मिलिटरीहरू रेडी हुँदैछ हो यहाँनिर चढ्नुको लागि। आमा दामी लु यो अब मेरो टर्न आउँदैछ है। रेडी हो? ल रेडी हो तिमी पनि? के छ हाम्रो हिरो?
यसरी जान्छ है आइज्या एन्ड्रु हामी जाँदैछौँ है ल है कहाँ इलाम होइन अब मेरो चाहिँ यो दोस्रो चोटि हो पोखरामा गरेको त्यसबाट आएर यहाँ हानिहालेको हो घरमा मजाको छ एन्ड्रु आइजिया केबल कारमा हामी जाँदैछौँ आमा माथि दूरबीनले हेर्नुपर्छ अहिले एकछिनबाट मान्छे नचढे पनि ओर्रचर भइरहँदो रहेछ यो चाहिँ स्याम्पल मात्रै के हो यिनीहरूले सपनामा स्वर्गदूत देखिसकेको जुरुक्कै उठेछ म्याप दामी रहेछ भर्खर केवल कार चढिकन फर्किँदैछौँ हे गाइस कस्तो अनुभव भयो राम्रो भयो ल ठिकै ठिकै तिम्रो एप्पलको हेडफोन दामी लाग्यो त मलाई ए सोनी हो ल हामी जाँदैछौँ अब चाहिँ यात्रा हुँदैछ माथि हामी झन्डै $300 अब हामी कहाँ जाँदैछौँ त्यो पनि थाहा छैन सबैजनाले फोन रेडी बनाउनु भिडियो हामी ठ्याक्कै हामी यो बाँधोको अलिकति मुनि चाहिँ पुग्छ होला अब यो माउन्टेन चढ्दै गर्दा पर पुगेपछि फेरि हामी भेट्नेछौँ हाम्रो यात्रा हुँदैछ अझै त्यो बाटो नि आमामा यो बाटो त दामी हामी यहाँ निक्लेको थियौँ अहिले यस्तो दामी माउन्टेन छ नि यो वाउ दामी हामी फाइनली अब आइपुग्यौँ रेजिना ल मामा ल रमाइलो छ Roman, I'm ready, bro. You ready? Yeah, excited? Man. Yeah. All right. You excited? Yeah. La Joel? I am ready. You guys excited? Yeah. Andrew, you excited? Arvin, la. Oh. के गरेको काम गरेको आइज भाइ हाम फाल्नु पक्रिन्छु तँलाई आइज ओइ भति हामी नि के खाएको त हैन कोला ल रेडी हो जानको लागि केटालाई खतरा देख्दो रहेछ त सन्दीप रोमन हौ Oh. Hi. Very good. Hi, Regina. Kita. Come on. Go back to the car. Have some cigarettes. हामी जाँदैछौँ अब हाइकिङ माथि पहाडतिर You okay, Sandeep? You need help? This is take mine next. Okay, ready? Take it again. के छ कस्तो हुँदैछ दामी हो
प्लस यो हावा आउँदा त नि आमा कस्तो दामी फिल भयो एन्ड्रुहरु खोइ कस्तो भइरहेछ रमाइलो मामा यिनीहरू गलेको गले आइज यहाँ एन्ड्रु गल्यो नानी लस्ट भयो भने के गर्नुपर्छ एन्ड्रु लु मामालाई देखाइदिन्छु के गर्नुपर्छ लु अझै छ दामी दामी भ्यू छ पर लु अझै छ लु लु जुम जुम Already tired? No, I'm waiting for them. होइन होइन लु रेजिना tired already. No, I'm not tired. कस्तो लाग्दैछ कान्छी यस्तो गर्छ ल लु उडा न त लु उडा त भिडियो गर्छु लु कहाँ पुग्यो स्वर्ग ल अरविन हाई अरविन एक्साइटेड दाजु रमाइलो रहेछ नि एकदम भाइ परमेश्वरको सृष्टि भनेको यही हो नि त हो नि मनिष के हो अलरेडी सबैभन्दा छिटो आएर अल्छिलाको ढिला ए लु रेजिना फेरि No, 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 no. ला हो आम्मा फेरि गर त फेरि गर न दामी आउँदो रहेछ ल What is this, guys? आइज आम्मा आम्मा एक्सन पनि खतरा छ त कसले सिकाएको ल एकदम रमाइलो भइरहेछ हो हामीको ट्रिप हाम्रो डल्लै युथहरू हावा पनि कस्तो दामी हावा नि खासै आज चाहिँ पानी पर्ने थियो तर प्रभुले चाहिँ हाम्रो प्रार्थना सुनिकिन आमेन आमेन एकदम सन सनराइज भएको छ हो थ्याङ्क यू जिजस चिसो पनि छैन मजाको हावा सर वेदर छ भनौँ न थ्याङ्क यू लोर्ड थ्याङ्क यू जिजस हामी यहाँदेखि हिँडेर उयो देखाउँ त तलदेखि हामी चाहिँ ऊ परको गाडी राखेको छ हामीले भेन त्यहाँदेखि चाहिँ हामी हिँडेर आएर चाहिँ यहाँ पुग्यो अब यहाँदेखि चाहिँ हामी ऊ परको माउन्टेन त्यहाँनिर पुग्नु चाहिँ आई थिङ्क लाग्छ 20-25 मिनट लाग्छ सो त्यहाँनिर सबै यो परमेश्वरको सृष्टि हो This is all God creation. We have to be thankful. Hi Arvin. Hi. You having fun? Yeah. Yes. कस्तो हुँदैछ I love it. कस्तो हुँदैछ माया Maya. Zoya? How you feeling? I'm good. Good? Alright, okay. Come on guys, let's go. Mama, कस्तो हुँदैछ महसुस ल प्रभुलाई महिमा होस् ल ब्रो कस्तो हुँदैछ राम्रो हुँदैछ हाम्रो उहाँ परकै डाँडा ल हामी पर पुग्नु पर्ने हो एकदम रमाइलो हुँदैछ यहाँ हेर्नु एन्ड्रु ल हाम्रो भाइहरू बफेलोदेखि हामीसँग यहाँ जोडेर यसरी अलिकति केही अनुभव भएको कुराहरू भनिदेऊ न ठाउँ चाहिँ एकदम राम्रो छ हाइकिङको लागि हामी यसरी बेला भएर ग्रुपमा हिँड्नु मजा भइरहेछ आमेन आमेन ल सबैलाई परमेश्वरलाई महिमा होस् पठाइदिन्छु ल अघि खिच्यो फोटो एकदम बाटो पनि एकदम डेन्जर छ तर पनि हामी बिस्तारै जाँदैछौँ पर मायाले हामी चाहिँ टपमा पुग्न आँटेको छौँ सो अब अलिकति छ यस्तै 20 मिनट जस्तो लाग्छ त्यो माथि है Hi guys, you guys excited? Yeah, la.
कस्तो हुँदैछ ल ल ल कस्तो हुँदैछ के छ ल कस्तो हुँदैछ भाइ ल ल कस्तो हुँदैछ ल प्रेज द लर्ड हाई अरविन्द कस्तो हाउ यु फिलिङ रमाइलो हुँदैछ एलेक्स रेजिना ल दाजु औ रमाइलो ल मनिष दामी छ दाइ सिरोटो चल्दैछ गुड ल मजा आउँदैछ ल जन ल यो चाहिँ हाम्रो फर्स्ट टाइम हुन्छ होला ब्लग हाम्रो अब अलिकति माथि आइपुग्यौँ अब यहाँ फेरि माथि केयरफुल है यहाँ चाहिँ बी केयरफुल ल झनै लडेन है मिनी लड्छ है लड्छ रेजिना बस्ने बेला भएन फेरि तिम्रो No, I was waiting for people. ल ल हेर्दा मात्रै लिली धेरै हिँड्छ नि हाम्रो सन्दीप पनि बेबी पाउडर छ भाइ हेलो म्याम हाउ आर यु Good, how are you? गुड थ्याङ्क यू Okay, guys. Hi. Thank you. Hi. Hi. हान्दै अरे Hi. सरोज दाइले चाहिँ गफको काम गरेर ब्याग पनि ट्याक्छ पिज्जा ल्याउनु एउटा Hi, guys. Woo, माथि पनि छ हाम्रो ट्रुप चाहिँ. Wow. Hi. बिस्तारै बिस्तारै बाटो एकदम डर लाग्दो छ है बिस्तारै जानुपर्छ ल आम्मा मेरो छोरा त यहाँ है ल ल ल स्ट्रङ बोय चढ चढ ल लड्छ है बिस्तारै Alex, what's going on? Come on, buddy. Fell a little. बिस्तारै बिस्तारै मामाले एकदम राम्रो गरिरहनु भएको छ आम्मा परदेखि यहाँसम्म हिँडेर आउनु भनेको त ल ल पुग्न आँट्यौँ हामी एकदम दामी भ्यू देखिरहेछ ल है ल कस्तो हुँदैछ हौ ठिकै छ हौ र खासै मनकै कुरा बुझ्नेमा ल ल बिस्तारै बिस्तारै लडिन्छ है ल यस्तो चढेको गइँदैछ है हामी पनि यस्तो दामी है ल त्यही मैले अघि Hello guys. Hello. There we go. He's cute. Not me guys हामी खोइ एन्ड्रुको पानी दिनु त एन्ड्रुको नि लु त खान्छ हो कि खाबे ल आइज पानी खाऊ बोकेर खानु पर्छ यहाँ के छ है मिठो भयो पानी पानी पनि मिठो भयो अरे ल एन्ड्रु ल बेसी नखाऊ इसाउँछ ल ओके गाइस लेट्स गो हामी ल कस्तो दामी भ्यू पुग्न आँट्यौँ है हामी माथि टप अब 10 माइल
जति मात्रै छ ल लेट्स गो एन्ड्रु एन्ड्रुले त गरिरहेछ आम्मा एन्ड्रु हिँडिरहेछ ल चाहिँ रेस्ट गरेको गल्यो पानी खाऊ माया नानीलाई लु पानी खाऊ आइज छिटो पानी खानु छिटो पानी खाऊ कमन छिटो 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 लु खोइ पानी खाएको भने जानुपर्छ छिटो ओए हुँदैन चिप्लो छ जानी त खाउटा छ चिप्लो छ के डोरी त उता जानु हुँदैन नि त अब गइसक्यो ल हाम्रो मान्छेहरू पर हाम्रो भाइहरू यहाँको गाँठहरू पुग्न आँटिसके यहाँ पुग्नु पर्ने खास चाहिँ हेर न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर ल सिधाइदिए त गाना ए कहाँ उडाउँछ हौ यतिको हावाले उडाउँछ ल आइजिया एन्ड्रु अर्बिन त यहाँसम्म आइपुग्यो नि वाउ प्रेज द लर्ड यत्रो माथि हाम्रो नानीहरू पनि आइपुग्यो है ल गल्यो गल्यो अरे तिमीले पानी देखाउ न मलाई फेरि पर हाम्रो दाजु अर्बिन मामा भाइहरू सबैजनाले पुग्न आँटिसक्यो टुप्पोमा Oh my gosh, these guys up there. अब हामी 5 मिनेटमा हामी माथि हाम्रो गन्तव्यमा हामी पुग्नेछौँ कहाँदेखि आएको हामी बिहान पुरिसकेको छ अब हामी आइसक्यो यही चुच्चोदेखि उतापट्टि हो हामी मिलाउने ल हाम्रो यहाँ हाम्रो गोरे साथीहरू अङ्कल आन्टीहरू आउँदै हुनुहुन्छ How's the trial? Good. यहाँ फोटो सुट हुँदैछ भिडियो सुट दामी एउटा फिल्म बनिँदैछ है सबैजना आधी आधी जाउन हामी पर पुगेर आयौँ आधी बाटोमै कस्तो भयो माथिको यात्रा ल ल प्रेज द लर्ड येशू मसीह की येशू मसीह की हे हे हालेलुया या बच्चे एकछिन अलिकति स्पेस दिनु ल जाऊ कम गो स्पेस अलिकति दिनु गो हाय भन सक्दैन हाय भन दिदी म जानु नि हाय ग्यालेक्सी आउनु सक्छ साह्रो पऱ्यो रहेछ त्यहाँ नटेकी हिँड न उता तिम्रो जाऊ
ल उचाली के भन्दै थियौ आकांक्षा जिन्दगीमा गलत बाटो अप्नायो भने यसरी यही हो भने सुन त हात हो पारिमा अझै सन्दीप ला आमा दाजु के यस्तो डाँडामा पनि रेडबुल छ त हौ अन्त रेडबुल गिभ्स यु विङ्स ला खाइदैन त फ्रेस प्लिज खाएर के भन्नु पर्यो रेडबुल खाली याद बा हामी पर हाम्रो टुप्पा पुगेर हामी फर्किँदैछौँ गुड ट्रिप एकदम राम्रो परमेश्वरलाई धन्यवाद दिउँ हामी सबैजनाले एकदम रमाइलो भयो ल बिदा पाउँ अहिलेको लागि चाहिँ हामी फेरि भेट्नेसँग फ्राइडे हुन्छ अहिले भरेतिर फर्किँदैछन् ल हाम्रो आधी झुन्डाहरू उहाँ पुगिसक्यो आमा हामी चाहिँ यहाँ छौँ अझै छ
Hi. Uh-oh. Another dog. So beautiful. You love? Good job. You want a pet? So go on. Isaiah. Pet on. So go on. Wow. Take it, Jesus! हामी चाहिँ भर्खर हो यस्तो डाँडादेखि फर्केर आएर यो परको डाँडा देखिनु छोडेछ डाँडा त ए यही डाँडा होइन हो नि हौ हामी त्यहाँदेखि यहाँ आइपुग्यौँ यसो सपिङको लागि भरे बार्बेक्यू हुन्छ बार्बेक्यूको लागि हाम्रो अरू यहाँ हुनुहुन्छ ल लाग्दियो फाइनली मजाले आज घुमेर ट्याक्क आइपुग्यौँ घरमा बाटो यस्तो छ एयरबिएनबी यस्तो छ बस्ने ठाउँ यो हो आज बार्बेक्यू हुन्छ हाम्रो राम्रो रमाइलो टाइम हुन्छ यो चाहिँ हाम्रो बस्ने ठाउँ हो एकदम रमाइलो ठाउँ छ माथि तल माथि